हरियो वन नेपालको धन, विशेष गरेर यो भन्ने गरिन्छ। र वन जङ्गल प्राकृतिक सम्पत्ति यसलाई जगेर्ना गर्नु हाम्रो प्रमुख दायित्व रहन्छ। र यो हाम्रो देशको सुन्दरता हो, गौरव हो र ऐतिहासिक कुरा हो। हाम्रो देशमा जङ्गल, जडीबुटी, खोला नाला विभिन्न किसिमका प्राकृतिक सम्पत्तिको कमी छैन। तर यी कुराहरूलाई जगेर्ना गर्न नसक्दा, यो कुराहरूलाई प्रचारहरू गर्न नसक्दा, यो कुराहरूलाई व्यवस्थित गर्न नसक्दा कतिपय समय व्यर्थमै गइरहेको कुराहरू पनि छन्। त्यसैले हामी सबैजनाले हाम्रो प्रकृतिलाई माया गरौँ, प्रकृतिलाई प्रेम गरौँ, किनभने प्रकृति बाँचे मात्रै हामी बाँच्न सक्छौँ। प्रकृति नै हाम्रो जीवन हो।